गर्नु न अलिअलि अझै सधैँ त फुल राखेर यार के हुँदैन अहिले टिका होइन पर्ने के काटेको थिएन पहिला टिको जस्तो लाग्थ्यो त मलाई पहिला के काट्नु भने के खाएर टिका लाउने नि हामी चाहिँ उहाँ खाना हतार भइसक्यो न काजी कहाँ मऱ्यो यो पड्का न आइज आइज कसलाई आउँछ के पड्काउने हो पड्काउन आउँछ त हाम्रो अहिले एकछिन एकछिन अहिले नपड्काउनु अहिले पड्काउनु यो बटार हेर्नु प्लाट त यस्तो होइन यस्तो हो कि यस्तो हो यो अनि पड्केन भने त के फाइदा मम्मी यहाँ दुईटा क्यान्डल गर्नु नि यार दुईटा क्यान्डल घोक्नु न यस्तो हेर्नु यो ल हामीबाट भन्नु है किन डरागे अलि झोक्नु न किन भन्यो त्यो डाँडामा राख्यो भने त डराएर हो कि डराएको होइन क्या ल ह्याप्पी बर्थडे टु यु ह्याप्पी बर्थडे टु यु डियर मम्मी ह्याप्पी बर्थडे टु यु ओइ बुझेर आहा मलाई राजबाडी पुगेर हाम्रो सानो छोरीलाई ल मम्मी के काट्नु केक केक ल खोइ त रोक्नु यो त डराइ गयो चक्लेर अन्जानु भित्रको होइन नगरेपछि के भने त पकिहाल्छ नि यताको हाबी बर्थडे चाहिँ निमेष यताको के हो त निम्न नहुने निम्न त हो के हाल्छ ह्याप्पी बर्थडे टु यु सीता के हो नाम सीता यो मामा मम्मी काट्नु न फेरि फेरि वन्सबाट ह्याप्पी बर्थडे भन्नु पऱ्यो नि ह्याप्पी बर्थडे टु यु ह्याप्पी बर्थडे टु यु ह्याप्पी बर्थडे टु यु डियर सीता ह्याप्पी बर्थडे टु यु ओइ काटिँदैन मम्मी खुट्टा कसलाई खाइदिनु यो साथी यो मामा ल ल ल क्यान पर मैले अब गरे है भाइ बुढी जन्मिया दिन हुन्छ नि त यसो म त अब पूजा गरिसकेपछि मात्र खुवाउँछु नि त त्यसो भएर जन्मदिनको लागि शुभकामना रोग हिजो सबै जाओ जन्मदिनको धेरै धेरै शुभकामना प्यारी अब गिफ्ट के दिनु होला के थाहा है के थाहा के अब खोइ गिफ्ट छ भने अब 2-4 हजार माग्नु नि यार खोइ गिफ्ट दिन्छ के हो के
हुँदैन हुन्छ भने हुन्छ त्यो चाहिने त्यो झाब चाहिँ लाउनु पर्छ अहिले लाउनु पऱ्यो भने धेरै त्यो ह्यापी बर्थडे कस्तो म ताली बजाउने ढिलो ल ल ल ल भइगयो त सिद्धि त सक्यो भाइ त सक्दैन हजुरआमा अनि त्यहाँबाट हजुरआमा गौरे मोबाइल हाल्दैन आमा आउनु टिका लाउँदैन आमाले थाहा छैन आमाले लगाइदिनु पर्यो नि टिका छोरीलाई ल अनि त्यहाँबाट बाइक लिएर गयो ए हजुरआमा है मा हजुरआमा त्यो पक्ष बनाएछु मैले यहाँ फेरि ह्यापी बर्थडे सबैलाई ह्यापी त्यसै हो क्या त्यसै दिँदैन होइन कि मलाई हौली भने ल ल ल ब्याउली बनाइदियो होला ल के गर्नुपर्छ यो पहिला मैले खाने कि सबै भावस गाउँले त सबै जान्छ भने यो मनमा भने यो के ने हो र मलाई भने गाह्रो भइरहेको किन अलिकति भयो धेरै नि लाउनु हुँदैन क्या मलाई गाह्रो भइसक्यो आइज यहाँ त्यही भएर मलाई यहाँ कस्तो भइस त्यस्तो एउटा एउटा राख्दै भए हुन्थ्यो नि यार पुग्ने कुरो हुन्छ है रातोमा रातो देखिहाल्छ बुहारीलाई होइन के गरेर धेरै केक कुन उता बस्छ म शिवन्यलाई दिनलाई बिचरा यहाँ निमिसक्यो क्या छोरा निमे निमे गर्दा पाइपलाई त के खान्छ लाइटर भने ल निमे निमे निमिसक्यो क्या यो किन तेलमा थोर हालेको होइन होइन त्यो अहिले चिसो परेसम्म त नला न दसैँ होइन त्यहीबारी छोरी न के भनेर नदिने हुन्छ गाह्रो भइसक्यो त्यो सोच्ने होइन क्या साइडमा पार साइडमा अनि भक्का भक्क के खायो भने दुई पाउन्ड लेखे भिडियो बनिसक्यो होला अब त भने हाम्रो हजुरआमाले के खुवाइदिनु है मम्मीले बल्ल सम्झिनु त बिचरा मिठो छ आमा मिठो छ टाउदी हो त्यसै हो के भन्दा छोरी भन्दा के अरे बहिनी भन्दा दिदी छिटो जन्मेपछि टेन्सन ए ओ एक गाँस है बहिनी अगाइसक्यौँ हामी आमा आमा अघि पाइ भनेर होला फेरि
दाई लाउनु भाउजू लाउनु अनि म भनेर सानो मान्छे बिस्तारै पाला होला नि त कि मामाको पालो हो तपाईँ आउनु लाउनलाई मामा सबै पालो छुट्यो त यहाँ नाटक नगरे मुद्दा पर्दैन भने पाँच रुपियाँ 5 रुपियाँ उल्टो भइगयो भन्न म मेरो पालो है आमाले टिका लाउनु के हुन्छ त हुँदैन यति हुन्छ भने चामनीले नाक बुढाबुढी धेरै नदिनुहोस् धन्यवाद पेट त नदलै फोटो खिच्नलाई त हुँदैन रहेछ यतिर हामीले हाल्छ तपाईँले दल्नै पर्छ भन्छ त ल ल ल अरे दल देखा म त्यो मुख धुनु के हो हजुर खान्न दिदी दा भाउजू कहाँ जानुभयो भाउजू लाउनु लाउँदैन बुझ्नु बोकेर पर्छ मैले आइदिए अप्ठ्यारो लाग्छ मलाई दिइ भयो कि होइन मम्मी हुन्छ भने पैसा दिनलाई त बहिनीले त आमा मम्मी के हो मामा छुट्यो भने हुन्छ भने नहुन हामी त चाहिँ लाग्छ बर्थडेमा हुन्छ क्या दिदी अरू बेला हो बर्थडेमा त हुन्छ आशीर्वाद चाहिँ मनमा ल्यायो फेरि मलाई यसरी आउँदैन आमा कसलाई मलाई ढोका है त्यत्रो होइन नगर नगर हाम्रोले अनि भिडियो बनाएर आउँछु अनि म पोखनी कुर्लेर यस्तो कहाँ बिजोक यो ल ल ल लु केक लु हाल्दैछु ल यो मोबाइल कसले समात्ने यहाँ म समात्छु के खोल्या नि हेर्ने हो कि अहिले त्यो अहिले पछि अहिले एकछिन पछि पहिले गीत भनेर केक दियो त भिडियो बनाउनु पैसा राखेको नि त हार्मोनीले त के हो दाइले हाल्छ मैले त उयो मात्रै गरेँ मामाहरूलाई सबैले देखाउने क्यामेरा